हेलो अनि दर्शन नमस्ते सबैजनालाई। के छ सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु अनि आई एम ब्याक टु माई नेक्स्ट रिएक्सन भिडियो। अनि तपाईहरुले मेरो पहिलाको दुईटा भिडियोहरु हेरिसक्नुभयो होला है। दुईटा भिडियो मेरो चाहिँ अपलोड भइसकेको छ, गरिसकेको छु। हेर्नु भएको छैन भने गएर फेरि हेर्नु होला। कस्तो लाग्छ लाइक कमेन्ट शेयर गर्नु होला अनि फेरि सब्स्क्राइब गर्नु होला च्यानललाई। आउ त तिनीहरुमा अझै बवाल गीतहरुको रिएक्सन भिडियो बनाउने छु र तपाईहरुको एउटा लाइक कमेन्ट शेयरले मलाई अझै भिडियो बनाउन अनि अझै खोजी गर्न, अझै त्यो बारे रिसर्च गर्न चाहिँ मद्दत गर्नेछ, मोटिभेट गर्नेछ। सो प्लिज डु सब्स्क्राइब माई च्यानल। अनि आज चाहिँ म मिस्टर भान्जाको अफिसियल म्युजिक भिडियो आएको रहेछ है, छाडी नजाऊ भन्ने। त्यो गीतको चाहिँ रिएक्सन अनि तपाईहरुसँगै सुन्न गइरहेको छु। सो तपाईहरुले सुन्नु भएको होला। अनि आएको चाहिँ आज एक दिन भइहाल्यो है। अनि मैले रिएक्सन चाहिँ आएको लगभग कति 7-8 घण्टामा गरिरहेको छु है। तर यो अपलोड गर्दा एक दिन भइहाल्छ। सो अनि एक दिनमा तपाईहरुले सुन्नुभयो होला। सुन्नुभएको भए पनि आउनुस् सँगै सुनौँ, नसुन्नु भएको भए पनि आउनुस् सँगै सुनौँ अनि मजा लिउँ कस्तो रहेछ, केको बारेमा रहेछ। छाडी नजाऊ भनेपछि यो टाइटलले पनि लभ ब्रेकअप सङ जस्तो छ है, ब्रेकअप र्याप सङ जस्तो है। अनि फिचरिङ चाहिँ सिरानी हुनुहुने रहेछ। अब चाहिँ हेरौँ कस्तो छ गीत। लेट्स वाच टुगेदर एन्ड लिसन। अनि म चाहिँ मेरो हेडफोन कानमा हाल्छु अनि त्यसपछि चाहिँ हामी सुन्नुपर्छ अब गीत। ल जेन स्टुडियो। छाडी नजाऊ मिस्टर भान्जा एक सिरानी। प्रोड्युसर विजयन जैन। यो चाहिँ कुन भाषा हो यार, म त बुझिन त। केही छैन, नबुझे पनि राम्रो छ मेलोडी। बिट एकदमै मलाई मन परिसक्यो है। माया मारी नजाऊ न, गल्ती स्वीकारे एक्लो पारी नजाऊ न, बरु मारी देऊ मलाई जिउनु। साउट आउट टु बिट प्रोड्युसर जुन चाहिँ यस्तो बबाल बेस ट्याक हानिरहेको छ नि, माई फेभरेट। अनि मिस्टर भान्जाको त्यसैमा यो लभ सङको चाहिँ एकदमै बबाल है। स्टार्ट भइसक्यो, मजा आउन आइसक्यो। अनि तपाईहरुलाई धेरै बेर रोक्दैन। ल सुनिहालौँ। अर्थ केही छैन, आस्पिना सास फेर्नु निकै नै कठिन छैन। म बिजी तर फोन गर्ने मेरो आँट छैन। कसरी कुराको द्याट्स द फिलिङ। छैन म बिजी तर पनि फोन गर्ने आँट छैन। आँट हुन्न गाइस, त्यही हो। बुझिसक्नु भयो होला है तपाईहरुले पनि। सो लेट्स गो। जब कि तिम्रो लागि म खास छैन, बकुवास रहेछ जस्तो लाग्थ्यो माया, तर माया होइन म नै त्यस्तो रहेछु। तिम्रो मायालाई कहिले नि बुझिन, बेडा मात्र दिएदिन सकिन मैले खुसी त, तर खोजेको थिएन किन। सबलाई भन्थे म के हुन्थे उभिन, अहिले झ्यापमा सक्दिन उभिन। हेर न मलाई अहिले के म खुसी छु जस्तो लाग्छ तिमीलाई। ओ म झुटो थिएँ के माया मेरो झुटो लाग्छ तिमीलाई।
no one are same no one sees in the धेरै ढिला यस यस मेलोडी पछिको यो फ्लो स्विच है जुन मेलोडी पनि बवाल थियो है त्यसपछिको यो फ्लो स्विच यो चाहिँ मेरो फेभरेट हो है यो चाहिँ एकदमै बवाल सुनिन्छ कि है गीतमा यो स्ट्रक्चर गर्नु चाहिँ एकदमै बवाल हो मलाई मेरो पर्सनल फेभरेट तपाईहरुलाई कस्तो लाग्छ है मलाई चाहिँ यो मेलोडी सँग अनि त्यसपछि टक्क लाएर यो स्विच उदाले चाहिँ एकदमै हिट गर्छ कि एकदमै 5 गाइज 5 अनि तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है अनि लेट्स स्टार्ट मलाई चाहिँ यो मतलब रुक्न मनै छैन के पुरै सुन्छु है म चाहिँ 5 मिनेटको रहेछ है 5 मिनेट अब आनन्दले सुन्ने है रातभरि छटपटी गाह्रो सुत्न मेरो आफ्नै सुरुमा छ्या कस्तो हुलमा म भुल्न पुगेछु सबै भुल्दै गए म सोच्ने भन जब होसमा तब एक्लै भए म गल्ती भएको थियो माफी दिएको भए हुन्थ्यो सँगै म हिँड्नु पर्थेन एक्लै भएर भुल्देऊ सबै आजकल पहिला भन्दा तिमी बेग्लै भएछ देखे सबै कटुक मान्छेहरूको त्यही नि बसे सहेर भन्थे सधैँ माया अटुट हाम्रो तर रहँदै रहेन तिमी भइसक्यो अरू खै मन लाग्छ म मरु छै अब बाँच्नु केलाई नै खै तिमी भइसक्यो अरू खै तिमी भइसक्यो अरू खै मन लाग्छ म मरु छै अब बाँच्नु केलाई नै खै तिमी भइसक्यो अरू खै गीत चाहिँ सकिसक्यो एकदमै बवाल एकदमै मजा आयो है अनि यो चाहिँ सिधै मेरो प्लेलिस्टमा गइसक्यो अब यति बेलासम्म गइसक्यो जति बेलासम्म यो गीत आउँछ त्यति बेलासम्म गइसक्यो अनि के छ भन्दा यस्तो गर्मी छ है यो ठाउँमा लास्टै गर्मी छ अहिले गर्मी सिजन छ सो पंखा बन्द गरेर गर्दा चाहिँ यो एकदमै पसिना आउने भइसक्यो है म चाहिँ पसिनाले पुतुक्कै भइसकेँ अनि यो गीत सुनेर पनि म भुतुक्कै भएँ है अनि तपाईहरु पनि भुतुक्कै भइसक्नुभयो होला है अनि भुतुक्क भएर भुतुक्कै भएँ अनि सुतुक्क लाएर अब एकछिनपछि सुतुक्क सुत्ने हो म पनि होल्ड प्ले गरेको सरी गाइज डोन्ट माइन्ड इट अनि त्यही हो यो गीतको बारेमा भन्नुपर्दा चाहिँ म एकदमै निशब्द छु अनि शब्द छैन अनि यो चाहिँ फिल टु फिल वाला थियो अनि मैले चाहिँ फिल गरेँ तपाईहरुले पनि फिल गर्नुभयो होला भन्ने आश गरेको छु अनि गर्नुभयो होला अभियसली किन भन्दा सबैको एकपल्ट त ब्रेकअप भएकै होला एकपल्ट नभए पनि दुईपल्ट त भएकै होला त्यो त्यस्तै हो एक दुईपल्ट भइहाल्छ अनि त्यसैको चाहिँ अनि याद आयो होला कसैलाई अनि मलाई पनि आयो कसैको सरी अनि ल अहिलेको लागि चाहिँ यति नै अनि अर्को भिडियोमा भेट्नुपर्छ फेरि लेट्स बाई त्यतिन्जेलसम्मको लागि चाहिँ बाई टाटा सी यू गाइज अन नेक्स्ट भिडियो जय नेपाल अनि बाई बाई जय पप